नमस्कार दर्शकबिन र मैले यहाँहरूलाई जग्गा देखाउन लिएर आइराखेको छु। यो बाटोको एक्सेस हेर्न सक्नुहुन्छ र यो बाटोको काम तीव्र गतिमा भइराखेको छ। वरिपरि बस्ती पनि हेर्न सक्नुहुन्छ। ढल निकास भइसकेको छ। सबै बस्तीको बीचको जग्गा हो यो। हेर्नुहोस्, यो बाटो हो र अलिकता झाडीहरू पलाइराखेका छन् बाटोमा पनि। भने वरिपरिको मैले दृश्य देखाउँदैछु भने र जग्गा म यहाँलाई देखाउँदैछु। जग्गा यही हो, सुरु भयो जग्गा। हेर्नुहोस् त, तपाईँको एकदमै राम्रो लोकेसनमा छ यो। एकदमै धार्मिक स्थल, बहुचर्चित यो मन्दिर नरनारायण बाबा आश्रमकै छेउको जग्गा यो। पूर्व मोहडा भएको हेर्न सक्नुहुन्छ। जग्गा यो हो। 4 आना 2 दाम जग्गा छ। क्षेत्रफल हेर्नुहोस् त, कति राम्रो जग्गा छ। वरिपरि सबै बस्ती बसिसकेका छन् है। भनी यो तपाईको चन्द्रगिरी नगरपालिका वडा नम्बर 8 नयाँ बस्तीको जग्गा हो। सबैतिर घरै घर बनिसकेको छन्। बाटो पनि अहिले ढलान हुँदैछ। ढल निकासहरू सबै भइसकेको अवस्था हो र जग्गा धनीले यसको मूल्य पनि एकदमै मिलाएर दिन्छु भन्नुभएको छ। हेर्नुहोस् त, वरिपरि सबै बस्तीहरू बसिसकेको ठाउँ हो र अहिले तत्काल घर बनाएर बस्न मिल्ने ठाउँ। एकदमै राम्रो यो प्राइम लोकेसनमा छ। हेर्नुहोस् त, यो बाटो अगाडिको मैले देखेँ, बाटो एक्सेस हो यो बाटो र जग्गा यो हेर्नुहोस् त, एकदमै राम्रो भने जस्तै छ जग्गा। जग्गा धनीलाई आपत परेकोले उहाँले एकदमै मूल्य मिलाएर दिन्छु भन्नुभएको छ र यसको मूल्य जग्गा धनीले भनेअनुसार जम्मा प्रति आना चाहिँ 28 लाख भन्नुभएको छ। त्यसमा पनि केही मिलाउने भनेर उहाँले भनिसक्नु भएकोले हजुरहरू एकचोटि भिजिटको लागि आउनुहोस्, जग्गा हेर्नुहोस्। चित्त बुझ्यो भने पनि हजुरहरूले आफ्नो नाममा सजिलै ल्याउन सक्नुहुनेछ। कुनै विवाद छैन, विवाद रहित जग्गा हो। जग्गा यही हो, मैले देखाएँ यहाँलाई। एकदमै प्राइम लोकेसनमा छ। आउनुहोस् ल भिजिटको लागि। हस्त नमस्ते।